दिइसकेको त छैन नि एउटा होइन प्रक्रियामा गएको छ विवादमा पर्यो विवाद नभएको भए तपाईँ दिइसक्नुहुन्थ्यो विवाद भयो पत्र सार्वजनिक भयो होइन त्यसो दिनु मिल्छ नचाहिँको आर्थिक ऐनमा टेक्नुपर्छ त्यसो दिनु मिल्छ मेयरले पनि तपाईँले किन तोक लगाउनु भयो तोक किन लगाउनु भयो तोक लगाउनु भयो अनि तपाईँमाथि प्रश्न उठ्दैन मेयर सुन्नु मेयर निवेदन आएपछि त्यति मात्र होइन सुन्नुहोस् यहाँ तपाईँमाथि उठेको प्रश्न एकपटक सुन्नुहोस् त्यसलाई प्रक्रियामा लैजाने हो सुन्नुहोस् त्यसलाई कानुन सम्मत लैजाने हो अब त्यो त विवादमा परिसक्यो कानुन सम्मत होला देला नदेला सुन्नुहोस् एकपटक सुन्नुहोस् न कार्यविधिले दिन मिल्छ भने कार्यविधिले दिन मिल्यो भनेर चाहिँ राय लेख्छ लेखाले कार्यकारीले अनि मात्र बैठकमा लगेर यो मिल्छ भन्छ मिलेन थाहा छ कि त्यो प्रक्रिया हामीलाई नसिकाउनुहोस् न त्यो थाहा छ तर के हो भने तपाईँले गर्नुभयो नि तोक लाउनु भयो नि त्यसमा प्रश्न गर्दैछु यहाँ के देखियो भने तपाईँहरू यस्तो कुरा तपाईँहरू जस्तो मिडियाले एउटा युवा प्रबन्धनलाई युवाहरू त्यसमा कुनै प्रश्न छैन नि सुन्नुहोस् न यहाँ के देखियो मेयर साहब यस्तो कुरा गर्ने हो तपाईँले सुन्नुहोस् न नातेदारले सैलुन खोल्ने त्यसको उद्घाटन तपाईँले गर्ने गर्मी रहेछ यहाँ त भनेर एसी र इन्भर्टर दिन्छु भनेर त्यहाँ भाषण गर्ने अनि लगतै सैलुन चलाउनेले मेयर साहबलाई चाहिँ बुझ्नुभयो सुन्नुहोस् न एउटा युवाहरू जुन चाहिँ एउटा कलिला युवाहरू 16, 17, 18, 19 वर्षका युवाहरूले चाहिँ हामी विदेश जान्न त्यसका लागि तपाईहरुको योजना हुनु पर्यो विधिमा जानु पर्यो सबैका लागि हुनु पर्यो एक दुई जनाका लागि होइन प्रतिस्पर्धा हुनु पर्यो छनौट गर्नु पर्ने युवाहरुलाई पत्रकार